हेलो गाइज, फेरि तपाईहरुलाई स्वागत छ मेरो अर्को नयाँ ब्लगमा। यो चाहिँ मेरो सेकेन्ड ब्लग हो। हामी चाहिँ आइरहेको छौँ भिडियो बनाउने होइन केटाहरूसँग। हाम्रो साथीहरू चाहिँ अगाडि गएको छ, म चाहिँ पनि चाहिएको जाने अनि भिडियोहरू बनाउने सर्ट भिडियोहरू होइन। अनि त्यसपछि आउने अब चाहिँ सर्ट भिडियोमा के बनाउँदा कस्तो कस्तो हुँदो रहेछ तपाईहरु देखाउँछु। आज हामी भिडियो बनाउन पुगिसकेको छु। यो घर यहाँ खेलिरहेछन् बच्चाहरू। अहिले भिडियोमा तपाईँहरूलाई देखाउँछु म होइन। हेलो गाइज, अहिले चाहिँ हाम्रो घरको लोकेसन चाहिँ मन परेन होइन। मन पऱ्यो भन्दा नि घरको लोकेसन चाहिएको होइन, हामीलाई जङ्गलको लोकेसन चाहिएको। अहिले चाहिँ हामी यहाँ कोस्नी खोलाको जङ्गल गइरहेको छौँ होइन केटाहरूसँग। पुरै खेत दिइरहेको छौँ। अगाडि चाहिँ जङ्गल छ हेर्न सक्नुहुन्छ। सब केटाहरू अगाडि गइरहेको छन्। आफ्नै कलिसवारीमा फलेको मुला, आफ्नो जाने साथीको कलिसवारीमा फलेको मुला खाएछु, मस्त यम्मी छ। हौ अझ म उतै जङ्गल जाएको छु, त्यहाँको जङ्गल गइरहेको छु होइन। आज शनिबारको दिन मस्त यस्तो केटाहरूसँग घुम्दै मजा आउँछ होइन। अर्को ब्लगर हाम्रो अहिले त्यहाँ जङ्गल पुगेपछि तपाईँहरूले देखाउँछु भिडियोहरू कसरी बनाउँछु केटाहरूसँग मिलेर होइन। एकदम पुरै याद खतरा बनाउँछौँ होइन। एडिङ चाहिँ हाम्रो साथीले गर्छ, हमजाले। उसको अनि टिकटकमा हेर्न सक्नुहुन्छ, युट्युबमा हेर्न सक्नुहुन्छ, इन्स्टामा हेर्न सक्नुहुन्छ भिडियो। अहिले चाहिँ हामी आइसकेको छौँ आफ्नो त्यही भिडियो बनाउने ठाउँमा होइन। कोचिङ खोलाको ठ्याक्कै छेउमा छ यो त्यो भिडियो बनाउने ठाउँ चाहिँ हाम्रो लोकेसन। आजको लोकेसन चाहिँ त्यही के अरे बर्को बोट्ने छ त्यहाँनिर हेर्न सक्नुहुन्छ। तपाईँहरू पनि हेर्न सक्नुहुन्छ यहाँनिर। यो चाहिँ कोचिङ खोला आइसकेपछि हामी हाम्रो लोकेसन चाहिँ यो चाहिँ बर्को बोट हाम्रो चाहिँ लोकेसन यही सिलेक्ट गरेको छौँ आजको भिडियोमा चाहिँ होइन। बर्को बोटमा कतिसम्मको बर फलेको रहेछ हेरौँ न। अछुमा पानी त पुरै चिसो छ। अछु ओ भाइ यहाँ आउने हो, युट्युबमा हाल्छु नि मेरो भिडियो। त्यो चाहिँ हगेर आएको यहाँ भर्खर मान्छे। ओ भाइ यहाँ चाहिँ भिडियो बनाउन आँटेको। अब बर पनि खासै फलेको छैन रहेछ, तर धेरै छ हरकति है। ठुलो बर रहेछ नि सक्नुहुन्छ। यो चाहिँ हाम्रो अहिलेको मेन क्यारेक्टर यही हो, हमजा। अहिलेसम्मको हाम्रो मेन क्यारेक्टर। भिडियो पनि एडिट गरिदिन्छ है। यता रहेछ हाम्रो लभर बोय, जुन चाहिँ केटी यसलाई के अरे पर्पज हान्छ तर यसले रिजेक्ट हानिदिन्छ। यो चाहिँ हाम्रो अर्को आशिष दाई, ऊ चाहिँ मेरो दाई होइन। यहाँ चाहिँ हाम्रो भिडियो कम्प्लिट भइसकेको छ होइन। अब चाहिँ हामी उता खोलाका उता पारि गइरहेको छौँ होइन। त्यहाँमा भिडियो बनाउने, एउटा चाहिँ लास्ट एउटा भिडियो बनाउने, अनि चाहिँ हामी घर जाने, घर गएर खाना खाने, अनि यतिकै डुल्दै बस्ने। के गर्नु। खोला चाहिँ हेर्न सक्नुहुन्छ, यो कोस्नी खोला हो। अघि नै भनेको थिएँ, फेरि पनि भनिरहेको छु, यो चाहिँ कोस्नी खोला हो। उही तार त के जाने अरे, यता चिसो पानीबाट छु अछुमा फुली। ऊ जङ्गलको लागि एउटा भिडियोको लागि चाहिँ यताको रोल छ लिने। फेरि दुइटै भिडियो चाहिँ एउटै ठाउँमा भयो भने चाहिँ अर्को नराम्रो नि हुन्छ नि त। त्यसैले अर्को ठाउँमा चाहिँ लिएको चाहिँ त्यो भिडियो त्यो जङ्गलमा। यो भिडियोमा रोल चाहिँ सबजनाको चाहिँ हाँस्ने क्यामेराम्यान हाम्रो। भिडियो चाहिँ बन्न आँटिसकेको छ, लास्ट एउटा भिडियो। अहिले चाहिँ हाम्रो सबजनाको हाँस्ने क्यारेक्टर छ। तपाईहरु यो भिडियो चाहिँ हेर्न सक्नुहुन्छ।
हमजा भन्ने युट्युब च्यानलमा। यो चाहिँ हाम्रो बाँदर, अहिलेको चर्चित भाइरल बाँदर। आई एम अ डिस्को। यो जङ्गल पनि राति त खतरा हुन्छ होला, आवाज भूतको आवाज। यो भिडियो बनाएर चाहिँ अनि घर जान्छौँ हामी। यो चाहिँ हाम्रो किङ कोब्रा गर्दै फेरि गरेर गर्दैन, किङ कोब्रालाई जाने खालको छ। अहिलेको चाहिँ हाम्रो भिडियो बन्दै थियो, त्यसकै क्लिप थियो होइन, हाँसेको चाहिँ। अब फेरि अर्को क्लिप छ, त्यो क्लिप बनाएर चाहिँ अनि हामी घर जान्छौँ होइन। अरू क्लिप चाहिँ बन्न यहाँ रेडी भइसकेको छ। क्लिप बनिरहेछ यहाँ सक्नुहुन्छ। अहिले चाहिँ ब्लगहरू बनाएर होइन, भिडियो सिडियो बनाएर चाहिँ हामी अब गइसक्यो। अब चाहिँ हामी घर जाएको छौँ होइन, घर जाने खाना खाने, अब चाहिँ घुम्दै घुम्दै जाने घर। अब चाहिँ अघि चाहिँ आएको थियौँ अर्कै बाटोमा, अहिले चाहिँ अब अर्कै बाटोबाट जाएको छौँ हामी चाहिँ। पुरै यो भिडियो चाहिँ कमेडी मस्त भएछ। त्यो भिडियो चाहिँ अरू हेर्न सक्नुहुन्छ हमजा युट्युब च्यानलमा। यो चाहिँ अर्कै बाटो हेर्न सक्नुहुन्छ तपाईँहरू पनि। टक्क सब केटाहरू भइसक्यो। जाउँ छिटो जाउँ। हाम्रो एडिटर के को पूजा गरेको अरे यहाँ भागौँ यार। यहाँदेखि त जङ्गल कतिखेर सिद्धिन्छ हौ, जङ्गल सिद्धिन्छ। उतै हिँड्न उतै उतै होला। ए त्यो बाँस गाडी छिरा भयो। फोटो सोटो खिच्न रेडी भइसक्यो, मजा गर्छौँ होइन। जङ्गल सिद्धिन्छ त केटाहरू चाहिँ पछाडि भइसक्यो, मजा अगाडि भइसक्यो। भुताइ क्या हो, भाग निस्क्यो छिटो छिटो। तपाईँहरू चाहिँ मेरो भिडियो कहाँबाट हेर्नुहुन्छ मलाई कमेन्टमा जरुर। अहिले चाहिँ हामी सब भइसक्यो, ब्लगहरू सब सर्ट भिडियोहरू चाहिँ बनिसक्यो होइन। अब चाहिँ हामी घर जाएछौँ, घर चाहिँ अब जाएछौँ। अब खाना खाने अनि बस्ने, अब भिडियोहरू गर्छन्, भिडियो अपलोड गर्छ। तपाईँहरू हेरिदिनु माया गर्नुहुन्छ, सब्सक्राइब पनि गरिदिनु है। आजको लागि चाहिँ यति नै हो र अब चाहिँ हामी नेक्स्ट अर्को शनिबार नयाँ ब्लग लिएर आउँछौँ। त्यसमा पनि मासु देखाइदिनु। आजको लागि बाई बाई।